यसरी चामल धोएको पानी, दाल पखालेको पानी, तरकारीहरू केलाएको बोक्राहरू, किचन वेस्टहरू सबै हालेर यसरी ढुटो मिसाउँछु त्यसमा। अनि यसरी मजाले पकाउँछु। अनि यो पाकेको ढुटोमा चोक्कर मोलेर म कुखुरालाई खान दिन्छु। यो पाकिसक्यो साथीहरू। अब यति ढुटो पकाएको ढुटोमा चोक्कर मोलेपछि यो एक दिनलाई दाना पुरा हुन्छ। यसरी पकाएर दिँदा दाना खपत हुन्छ, यिनीहरूलाई पोसिलो पनि हुन्छ, सबै चिजहरू मिक्स हुन्छ। अनि कुखुराहरू रमाएर खान्छन् अनि रमाएर अन्डा दिन्छन् है त। मजाले आगोमा पकाएको